अभी हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक टु एन्डर माई युट्युब भिडियो गाइस। सबजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम फाइन नै छु भन्नुपर्छ। हामी आज अलिकति किनकि हिजोबाट हाम्रो कलेज अनि काम पनि अलिअलि बिदा छ भनौँ न। अहिलेलाई कलेज चाहिँ 1 महिनालाई चाहिँ गर्मी बिदा भएर चाहिँ आज चाहिँ अलिकति घुम्न जाम टाढा भनेर एउटा बहिनीको बर्थडे पनि छ है। त्यो बहिनीलाई चाहिँ फर्स्ट अफ अल ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु। र गाइस त्यही हो, अब अलिकति टाढा जाँदैछु, केटाहरू पनि अगाडितिर छ, म चाहिँ रुमबाट निस्किन आँटेको। भिडियो के हुन्छ कसो हुन्छ गाइस यसो सबैजना सँगै रहौँ। यदि भिडियोलाई मन परेमा लाइक सेयर सब्सक्राइब गर्न भने नभुल्नु होला। लेट्स गो। आज वेदर पनि त्यति क्लियरली खुलेको छैन किनकि हाम्रो जहिले प्लान गऱ्यो है त्यति बेला चाहिँ वेदर अलिकति त्यस्तै के भन्छ साथ दिइरहेको छैन। र पनि गर्मी छ, केही छैन, इट्स ओके। हामी जाँदैछौँ गाइज। जापानको कुन चाहिँ थियो लोकेसन, समथिङ सिङ्गारी डाम त्यस्तै कुन चाहिँ थियो, गइ हेर्छौँ गाइज के हुन्छ कसो हुन्छ। भिडियोसँगै रहनु होला तपाईँहरू। केटाहरू आदि चाहिँ अगाडिबाटै ट्रेन चढ्छ होला, 2 जना चाहिँ यहाँनिर छ अनि त्यो बहिनीहरू पनि आउँदैछ। त्यसपछि त्यहाँनिर गएर अलिअलि यसो रमाइलो गरेर कति रुममै बसिराख्नु है, यसो अलिकति माइन्ड फ्रेस गरौँ, काम पनि बिदा छ अहिले भनेर हो गाइस। त्यही हो ल, एकदमै गर्मी छ। सबजना केयर गर्नु होला आफ्नो शरीरको। आफ्नो शरीरभन्दा ठुलो केही पनि होइन। आफ्नो शरीर भयो भने सब कुराहरू गर्न सकिन्छ। हेल्थली भयो भने चाहिँ सब कुराहरू चाहिँ एकदम भइ नै राख्छ। त्यही हो, अहिले अलिकति गर्मी पनि खुलिरह, यहाँको नजरिया हेर्न सक्नुहुन्छ। यु क्यान सी गाइस है, यतातिर छ जापानको लाइफ। त्यस्तै छ, मस्त व्यस्त, हेर्दा मात्रै राम्रो लागेको केटा, भित्रभित्रैको हेरेरको दुःख पीडा त अति बवालै छ, गजाङ गुजुङ। ठिक छ, अब हार्डवर्क टाइम हो, सो दुःख भन्ने कुरा गरिराखौँ है त। ल गाइस, एकजना साथी भेट भइसक्यो। वेलकम टु माई भ्लग साथी, तिमीलाई स्वागत छ मेरो भिडियोमा। त्यही हो, अब जाँदैछौँ, अलिकति के भन्छ अरू केटाहरू पनि आउँदैछ। यस्तै छ कि कोही बिजी छ के छ है, भनेकै टाइममा भेट हुँदैन। यता आउने एउटा माइक भयो सजिलो हुन्थ्यो कि भिडियो बनाउनलाई भने। कहाँ यतातिर होला नि, आउँछ नि भइसक्यो गर्नु त्योबाट, यतातिर होला सायद। यहाँको टिभीहरू पनि सस्तै छ है, यदि कसैलाई चाहिन्छ भने 250 को टिभीहरू छैन होला सायद यार। मैले अघि तल सोधेको, तल भेटाएँ। माइक चाहिरहेको थियो मलाई एउटा गाइस भनेर, यसो भिडियो बनाउनलाई चाहिँ यसो माइक खोजिरहेको छु। माइक छ कि नै, मेबी छैन होला सायद, जहाँसम्म लाग्छ मलाई। लकी आउने एउटा ब्याग लग्यो यस्तो, कसै ब्याग राम्रै छ यार। मोबाइलमा हाल्नु चाहिन्छ भने यहाँ कहाँनिर देखाएको मोबाइलका चार्जरहरू। ए यो सब एलसिडीहरू एलइडीहरू यहाँनिर अति सस्तोमा छ केटा, सेल पनि लागिरहेको छ। छ त अनि रुममै यो छ त, अनि त्यो ब्यागमा छ क्या त्यो यस्तो छ गिटार पछाडि, त्यही अस्तिको कि नबिनले लग्यावाला सानोवाला होइन होइन, त्यही अस्ति सानो बजा त्यही हो क्या। यसको कत्रो आउँछ र लगाउँ न त, यो एउटा नत्र आउँछ होला नि ठुलो त यार, एउटा हाम्रै आउँछ जस्तो छ यार। यसको लागि त उ चाहिन्छ होला होइन, त्यो त अब रुममै बसेर सुन्यो कि बुक, त्योभन्दा यही ठिकै होला यार। कति छ साउन्ड कत्रो आउँछ भन्ने हो, साउन्ड कत्रो आउँछ भन्ने हो क्या। साउन्ड हाम्रै आउला नि यसको त, आउला नि होइन। यो चाहिँ रुममा बजाउनलाई राम्रो हुन्छ कि यिनीहरू चाहिँ। यो वायरलेसवाला रहेछ, यो एकैछिनमा बिग्रिहाल्छ, बिग्रिन्छ। यो त ब्लुटुथ कनेक्टवाला भयो सजिलो हुन्छ, त्यो चाहिँ ब्लुटुथ कनेक्टवाला यो 2वटा। हामीले चाहिँ एउटा यो माइक किन्यौँ गाइस, किनकि आज हामीलाई त्यहाँनिर गएर अलिकति इन्जोय पनि गर्ने टाइपको होस् भनेर। स्पिकर चाहिँ अलिकति राम्रै होला, सो त्यही हो। कस्तो हुन्छ यसो हेरौँ। त्यही हो, सिक्का पनि होला। कति छ अरू कति यहाँ त्यहाँ होइन कि साथी, यसमा राख न अनि बगेर जाने हो कि यसरी। यो किनिरहेछन् गाइस है, कस्तो हुन्छ यसो त चलाएर हेरौँ ल। एकचोटि बजाएर पनि चेक गरौँ न हामी एकछिन पछि। अब चार्ज चाहिँ हुन्छ कि नै साथी यसमा, कुनै पावर ब्याङ्क बोकेको कि नै?
पुगेको छौ ट्राई गर्छौँ कस्तो हुन्छ। ल हामीसँग अर्को साथी पनि भेटिसक्यो। वेलकम माई भिडियो साथी के छ के भन्न चाहन्छौ? हामी कहाँ जान लागेको हामी चाहिँ आज यसो एउटा बहिनीको बर्थडेमा होइन थाहा होला नि थाहा छ ल त्यही हो। अनि अहिले चाहिँ हामी मिटअप भइसक्यो सबजना हेरेर चाहिँ है। अब केटाहरू आदि चाहिँ उता अलि अगाडिको स्टेसनबाट चढ्छ अनि त्यो दुईजना बहिनी आउनु बाँकी छ। वेदर पनि यस्तो भइसक्यो केटा बाहिरतिर है। तर बाहिर लास्ट गर्मी चाहिँ बाहिर त हावा हेर न कस्तो तातो हावा फैरहेको क्या। त्यही भएर अति गर्मी छ गाइस। हामी काममा के भन्छ कामरे गएको जाने हो कि बाटो सर जाने है। यो दाइ चाहिँ हेरेर छ केटा। यस्तो छ लाइफ जापानको बिजी लाइफ। गाडीहरू आफ्नै धुनमा छ। यहाँले गाइस बहिनीहरू पनि आए हेरेर ट्विन्स जसरी आएन। अब बर्थडे चाहिँ हो चाहिँ कुनको बर्थडे हो कसको हो? बर्थडे चाहिँ हो कसको? ह्याप्पी बर्थडे टु यु शक्तिसान। बर्थडेवाली केटीहरू आयो नि तर 4 घन्टा पछि आयो कि तिमीहरू कस्तो टिकट पाउने हाल्नु छ क्या रोक है। ल गाइस सबजना भेट भइसक्यो। हाई गर न अलि पर जाऊ ल। धामी सान धामी पछि कि ल लकी रिसाएर फायर छ केटा गाह्रो छ। ल म चाहिँ एकछिन हेरेर पैसा चार्ज गर्छु यसलाई त्यसपछि भेटौँला गाइस है त। ल गाइस अब चाहिँ हामी फाइनल्ली ट्रेन चढ्न आँटिसक्यौँ। ट्रेन चाहिँ यहाँबाट जान्छ। कति टाइम कुर्नु पऱ्यो त्यो बहिनीहरूले गर्दा लास्ट ढिला भयो। हामी यताको हाङ्क्यो जानुपर्छ केटा। हाङ्क्यो लाइन चढ्यो त्यो चाहिँ उता छामेलियाको होला सायद। अब यहाँनिर ट्रेन आउँछ हाम्रो कति छ 67 को होला सायद। कता कुन हो त्यो? हान्सेन हान्सेन होइन हामी जाने हाङ्क्यो हो क्या। यताबाट जान्छ हाम्रो ट्रेन चाहिँ गाइस। यहाँबाट जानुपर्ने हुन्छ। एकछिन वेट गरौँ मान्छेहरू व्यस्त छ। लास्ट टाढो 1.5 घन्टा जति लाग्छ। के हुन्छ गाइस भिडियोलाई अन्त्यसम्म साथ दिनु होला। कहाँ हो? सिन्कोपे होइन अगाडि कुन छ यार स्टेसन? सिन्कोपे अझ अगाडि हो यतातिर होइन क्या हामी उतातिर हो जाने। मलाई स्वागत छ मेरो भ्लगमा है। केटाहरू अति ढिलो गरे के छ भाइ? एकदम बढिया। कहाँ जान्ला हामी आज? गोविन्दलाई हेर कपाल सपाल। ल सही हो। अब हाम्रो ट्रेन आउँदैछ। सब कुरा जम्मा भयो। ट्रेन पनि आइसक्यो। यही ट्रेन हो टक्क। बहिनीहरू यता छन् हामी जाँदैछौँ गाइस। होपफुली भिडियो राम्रै हुन्छ भन्ने आश छ। कस्तो हुन्छ त्यसो हेर्दै गरौँ सबजना जाम बाटो चढौँ है। आज यसो रमाइलो गर्नुपर्छ भने यही 4 बजिसक्यो भाइ यार। 6 बजे काम छ कि मेरो। काम उतैबाट जाऊ न उतैबाट जाइसक्यो होइन। ल गाइस त्यही हो। अब चाहिँ हाम्रो स्टेसन चढिसक्यौँ हामीले। अब यसपछि चाहिँ अर्को स्टेसन गएर अझै 2-3वटा नोटिफाई गर्नुपर्ने हुन्छ। भित्र आउँदा त एसी आएर मन परायो त यार बाहिर त। ल ग्याङ आयो केटाहरूको ग्याङ। हामी अझै पनि बाटोमै छौँ गाइस है। यहाँनिर बाटोमै हिँडिरहेछौँ। केटाहरू ग्याङ बनाएर आइरह। त्यही हो अझै एक स्टेसन गएर फेरि ट्रेन चेन्ज गरेर फेरि जानुपर्ने हुन्छ। कति टाढा छ क्या समथिङ 1.5 घन्टा त्यस्तै लाग्छ भनौँ न। त्यस्तै लाग्छ। हामी चाहिँ अहिले आधी बाटो आइसक्यौँ। अब चाहिँ आधी बाटो बाँकी छ। गर्मी अथाह छ केटा। हातमा यही जुस खाएर यसरी हिँड्नुपर्छ। यो चाहिँ ग्रिन टी है। भनौँ न यसो लगाएर 1-2 शब्दहरू। भाइ 1-2 शब्द भन नि त।
अब अँ के भन्नु खै के अहिले भनौँला नि ल भनौँ एकछिन अहिले पछि भन्नु कस्तो भइरह जापानको लाइफ लाइक सब्सक्राइब हो, गरिदिनु हो। होइन सबैजनाले बेसी भ्लगलाई होइन अनि अब ल गाइस ट्रेन पनि आइसक्यो यो चाहिँ होइन केटा 38 को मैदान है यही हो कि यो रोकिने हो यही जाने हो कि अब चाहिँ हामी पुग्न गाइस समथिङ 10 मिनट लाग्छ होला सो धेरै अलमल पऱ्यो नयाँ ठाउँ अनि यो ट्रेनको स्टेसनहरू कता खोज टाइम लाग्यो है केटाहरू कता हराउँदा हामी हाम्रो गन्तव्यमा पुग्छौँ अनि त्यहाँको सिनहरू हेर्नुपर्छ गाइस कस्तो हुन्छ ट्रेन पनि खाली छ यार सायद यो गाउँ भएर यस्तै होला होइन ल फाइनली गाइस हामी चाहिँ अब पुग्न आँट्यौँ समथिङ 5 मिनट चाहिँ अब हामी हिँड्नुपर्छ यहाँबाट त्यही हो हामी पुग्छौँ होला टक्क लाएर त्यही हो गाइस अनि फेरि ट्रेन आयो उताबाट त्यो चाहिँ सेम अलिक होइन नेपाल गाउँ जस्तो भएको ल अब गएर हामी बर्थडे सड्डे अनि कसरी मनाउने ल गर्मी यहाँ त्यति ठाउँ चाहिँ एकदम ब्युटिफुल छ गाइज है एकदम बवाल छ ठाउँ चाहिँ यतातिर हेर्न सक्नुहुन्छ एकदम नेपालको भाइबाम टाइपको टक्क धान खेतीहरू हामी चाहिँ सायद त्यो खोलाबाट अलि सिधै माथि जानुपर्छ समथिङ 15-16 मिनट हिँड्नुपर्छ यहाँबाट त्यस्तै देखाइरहेको छ माथितिर हेर्नु न यार कस्तो त्यो गाइस अब एकदमै राम्रो सिनारी हेर्न जाँदैछौँ हामी सो कस्तो हुन्छ के हुन्छ यसो 7 दिन होला भिडियोलाई अन्त्यसम्म हेरेर सबजनाले यसो लगभग फर्स्ट भिडियो बनाइरहेको छु यसो सबजनाले माया देखाइदिनु होला गाइस तपाईँहरूको मायाको अपेक्षा गरिरहेको छु सो हेरौँ ल बाइकको लागि त लाइसेन्स निकाल्नु पर्यो साथै धेरै गाह्रो भाइहरू रोक वेट गर एकछिन यार तिमीहरू कति दौडिरह यार गाडी आयो कि ल गाइस म एकछिन म्युजिक बजाउँछु कुन म्युजिक बजाउँछ नेपाली उता चाहिँ हो अनि ल रोक है अझै कटाडा है आज रात यतै बस्छु कि यहाँ दारू छ ल त्यो फोन समाप्त यस्तो कति आउँछ रहेछ साउन्ड यति मात्रै हो त्यही लगान ठुलो गरेर त्यति होला सायद केटाहरूको पारा यस्तो छ ल केटाहरू रनिङ हान नि त दुइटाले ऊ किलोग्राम ऊ भाइ दुईवटाले रनिङ हान नि त ल कम्पिटिसन ऊ त्यहाँसम्म के त्यो धामीहरू छ नि अगाडि त्यहीँसम्म मात्रै लकी पनि हान्छौ ल हान्नु नि त ल म त कहाँ सक्छु यार मेरो जुत्ताले खाइराख क्या सुन्दर पानी हुँदा त डर दौडियो यार त्यति बेला त रनिङमा लगिएको थियो लगभग लाग्छ सदनको हुन्छ 4वटा आफै पैसा राख्ने अनि किन्ने हो क्या सायद यो प्याज सस्तो होला यो कतिसम्मको रहेछ यार आफूलाई जति मन लाग्थ्यो त्यति हाल्ने होला गर्मीले वाइल भइसक्यो यार तिमीहरू त सेम ड्रेस लगाएको त यार के हो बहिनीहरू
तिमीहरूले हामी ट्विन्स हो कि जगन्नाथ जन्मेको ट्विन्स हो ल वाउ लगेर करेला यही करेला कति पर्छ तल गयो भने थाहा 300 समथिङ पर्छ होला 1 केजीको गोलबेडा पनि दामी देखिया रहेछ यार सो गाइज त यो एकदम एक्साइटेड भइरहेको छु है कति बेला पुग्छ र कति बेला त्यो सिन हेर्न पाउँछ भनेर एकदमै एक्साइटेड भइसकेँ टाइम पनि अति लामो टाइम लाग्यो कि हेरेर आउन लगभग 2.5 घन्टा ट्रेनमा चाहिँ 1.5 घन्टा देखाएको थियो अब यताउति अब नयाँ ठाउँ भएर 2.5 घन्टा लागिसक्यो दुईजना भाइहरू अगाडि दौडिरह यिनीहरूको पारा हेरेर म यहाँ छु है यस्तै छ गाइस अब के हुन्छ आजको भिडियो चाहिँ हेर्दै गरौँ टक्क नेपालको जस्तो है जङ्गलहरू पनि सही देखिरह पछाडितिर पुरानो पुरानो बाटो लक्कीले अहिले गिटार बजायो भने त्यहाँ गयो भने सब कुराहरू भुल्छ के साथी लकी यहीँबाट बजाउँदै जाऊ न यार त ल रोक म एकछिन त्यो स्पिकर लगाउँछु क्या त्यहाँ रोक त गाना बजाउँदै जाऊ न यार अनि अघि किन के काम लाग्यो त्यत्रो यार महँगो चिज आज बसे यही हुन्छ के त्यो गर नि त भाइ त्यो बिहान काम बिदा माग्याला है बिहान काम बिदा माग्यो रोक ल म एकछिन बुल्टु चल्ने गर्थेँ एउटा लक्की खाने कुरा हुन्छ लक्की ल सकियो त हेर त ल हाल यसो रमाइलो गर न यार थैट तरतिर हेर खोलाहरू कस्तो दामी सिनहरू छ है यु क्यान सी गाइस देख्न सक्नुहुन्छ टक्क पानी जम्मा भएको छ मस्तले दिलमा ढोका छ घाँसे मैदान हेर न कस्तो बगाल घाँसे मैदान हेर न साथी यार हामी चक्लेट लौ टमाटो हो यो त हेर न यहाँ ट्याक्क पारि त सुटिङ जस्तो हो क्या गोविन्द नाच यदि गम हानौँ न हेरेर कस्तो लागिरहेको आज चाहिँ हाम्रो मलाई त गर्मी लागिरहेछ अरू के भनौँ गर्मी त अति छ है अब बिस्तारै हावा चलिरहेको उता खोलाबाट अब बेलुका बेलुका हुँदैछ फुटपाथ हाम्रो बाटो चाहिँ त्यही सानो छ क्या है त्यही त यसरी हिँडिरहेछौँ हामी अनि आज बहिनी यो बर्थडे अब केक ल्याउन चाहिँ हामीले हेरेर किन केक नल्याएको भनेपछि गाइस अब आज चाहिँ हेरेर हामी आउन धेरै टाढा छ यहाँ केक आउँदा आउँदा गर्मीले चाहिँ पग्लिने बढी त्यो चान्स भएर चाहिँ हामीले केक क्यान्सल गऱ्यौँ साँझ गएर उता एकचोटि काट्नुपर्ने हुन्छ सो त्यही हो गाइस जङ्गलको बाटोमा एकदमै केटाहरू पछि म्युजिक हानिरह लकी तिमीलाई कस्तो लागिरह जङ्गलै जङ्गल छ यार बाटो चाहिँ अहिले अगाडि आउन यति शब्द हान न यार के भन्न चाहन्छौ तिमी नवीनलाई के भन्न चाहन्छौ यहाँबाट नवीनलाई के भन्छौ नवीनले भन्छ नआएर सही गर्यो कि नआएर गलत गर्यो धेरै गल्ती गर्यो होइन अनि आउनु दारु ल्याएर आऊ न सही भन्यो यही हो कि सही भाइ भाइ राख है ल भाइ भन नि त एक दुई नेपालको भाइ छ यहाँ बाटो पनि हेर न अब लगभग हामी जापान आएदेखि त्यस्तो बाटो सायद फर्स्ट टाइम आजै हिँडेँ मला म त फर्स्ट टाइमै हो अनि सधैँ पिज हिँडेको छ है यस्तो बाटोमा हिँड्नुको मजा बेग्लै छ नि यार यस्तै ठाउँमा हुर्किया मान्छे हामी यस्तै कुराहरू मनपर्छ नेचर अब पुग्न धेरै बेर छैन हामी पुरौँ कस्तो सिनारी देख्न पाउँछौँ त्यहाँनिर अलिकति धैर्य गरौँ है त्यही हो गर्मीले अथाह भइसक्यो त्यहाँ गएर मुखसुख धोएर एकछिन फ्रेस हुनुपर्छ अब खानेकुरा त्यही पाउँछ होला भनेर नलिएर आएको अब यहाँनिर कुनमिनीहरू केही पनि भेटाएन अब बिहानदेखि केही नखाएर आएको छ अब अलिकति जुस पानी खाइयो अघि त्यही हो हाम्रो गोविन्दको सिलामा एकचोटि सोध्न चाहन्छु के भइरहेको त अनि हाम्रो आजको यो के भन्छ हाम्रो यो टुर जस्तो अलिकति सानो एकदम रमाइलो भइरहेको भनौँ मजा आइरहेको है मजा एकदम तब कामबाट आइसु डाइरेक्ट काममा डाइरेक्ट आइयो हिजो नाइट अनि आज डे यस्तै यही छ केटा जापानको लाइफ कामसाम हान्यो
फ्रेस कहिले छैन अलिकति आज चाहिँ अब गएको बिदा भइरहेको थियो क्लास 1 महिना ब्याग बोको त यार ल्याइदेऊ न एउटालाई गर्मी पनि त्यस्तै भइरहेको सो गाइस आयो बिस्तारै देखाउँछु गाइस बिस्तारै देखाउँछु है म पनि एक्साइटेड तपाईँहरू पनि एक्साइटेड यसो हेरौँ है जापानमा पनि यस्तो भ्यू हुँदो रहेछ भन्ने टाइप गाइस टक्क हानेर गएर पौडी पनि हानियो है कस्तो अब चाहिँ फर्किन लाग्यो अलिकति खुट्टा पाएको छैन क्या त्यही भएर सो हल्का अगाडि बढ्दै मैले जुत्ता लगाउँछु जुत्ता क्याच गरेर जान्छु त्यही हो गाइस एकदम आनन्द आयो मजा आयो यार बर्खामा झन् सही हुन्छ होला क्या तिलक लिएर मैले दुइटाले हानेको केटाहरू हानेन अरू डुब्छ भनेर गोविन्द मेरो त्यो घडी त्यहाँ होला सायद राख्छ अनि टक्क लगाएर भयो गाइस फ्रेस पनि भयो अब रोमतिर फर्किन आँटेको ल फाइनली गाइस अहिले चाहिँ हाम्रो आजको टुर आजको हाम्रो यो के घुमघाम सकियो भनौँ यहाँनिर है अब सबजना फर्किँदैछौँ यहाँबाट चाहिँ त्यही हो गाइस मजा आयो पौडी सौडी हानेर होइन अब पानी चाहिँ अलिकति त्यस्तै धमिलो धमिलो टाइपको रहेछ यार त्यही पनि मजा आयो गाइस अब हामी फर्किँदैछौँ बाटोमा केटाहरू गीत सित बजाइराख अर्को भाइ गइसक्यो है ल त्यही हो गाइस अब चाहिँ हामी आजको भिडियो सायद यतिमा इन्ड हुन्छ होला सो भिडियोलाई अन्त्यसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच भन्न चाहन्छु सो गाइस आजको हाम्रो यात्रा टुङ्गियो अब चाहिँ हामी रुमतिर फर्किन आँटेको साँझै भइसक्यो यार सिनेरी हेर्न सक्नुहुन्छ सो त्यो गाइस जोस् इन्जोय भयो रियली मजा आयो अब टाइम पनि अलिकति लङ टाइम भएन कि यहाँनिर अलिअलि टाइम म्यानेज गरेर अब फर्किन आँटेको यताबाट ट्रेन आउँदैछ हाम्रो 7 को अहिले चाहिँ 6:30 भयो हामी चाहिँ रुममा 7:30 8 बजी पुग्छौँ होला सायद त्यो गाइस अब आजको भिडियो चाहिँ म यतिमा इन्ड गर्न चाहन्छु सो सबजनाले हेरेर एकचोटि माया गरिदिनु होला र च्यानललाई सपोर्ट पनि गरिदिनु होला सो सी यू अगेन नेक्स्ट भिडियो गाइस सो टेक केयर सबजना है बाई बाई